लासो जो लापा म चाहिँ तपाईहरुको दोर्जे तामाङ हैन। अनि हल्का भोक लाग्यो अनि यहाँ चाहिँ यो देखाइदिनु दाइ। यो दोकानमा चाहिँ जुन देखिराख्नु भएको छ हैन, अहिले म लोकेसन भन्दिन्छु। यो दोकानमा चाहिँ एकदमै ताजा भर्खर बन्नेको हैन। पानी पनि एकदमै यहाँ देखाइदिनु दाइ। पानी पनि एकदमै ताजा हुन्छ क्या। अब यो कस्तो छ त यसको टेस्ट, म टेस्ट गर्छु। एकदम मिठो क्या, एकदम ताजा तातै छ क्या। खाना पनि ओभर मिठो क्या। तपाईँ पनि राम्रो छ, क्लिन छ, वरिपरिको वातावरण देखाइदिँदै ओभर मिठो क्या। समोसा मन पराउने मान्छे चाहिँ सिधै यहाँ आउनु पर्यो क्या। सब्जी पनि त्यस्तै मिठो छ। यो साइडको अचार पनि त्यस्तै मिठो छ। लाजवाब टेस्ट छ, लाजवाब। एकदम मिठो टेस्ट छ। मेरो युट्युब च्यानलमा गएर पनि सपोर्ट गर्न सक्नुहुन्छ। दोर्जे भ्लग्स छ हैन। दामी कन्टेन्टवाला भिडियोहरू आउँदैछ हैन। अनि दमकमा म पैसा पनि लुकाउँदैछु। त्यसको लागि पनि सबैजना एक्टिभ भएर बस्नु होला। अनि हाम्रो अङ्कलको दोकान हो यो चाहिँ, देखाइदिनु दाइ अङ्कललाई। हेलो भन्दिनु अङ्कल। हेलो। लोकेसन भन्दिनु न दोकान। नयाँ सब्जी मन्दिरदेखि माथिल्लो सुँगुरका। धेरै एक्सपेन्सिभ पनि छैन क्या। जम्मा 30 रुपियाँमा गोटाको 30 रुपियाँ हो। सब्जी पनि त्यसमै आयो, यो पनि त्यसमा आयो। जुलबी पनि ताजा छ हैन। जुलबीको पनि मात्र 10 रुपियाँ मात्र है। सब्जी यहाँ भित्र समोसाको क्वालिटी हेर्नु हेर्नु कति हुन्छ चिज। घाम पनि आउँदैन, घरले छेकिरक्छ दाइ। माथि पनि देखाइदिनु। समोसा बनाउनेलाई देखाइदिनु। यहाँ टोपी लाएर आउँछ अरे, टोपी। हामी दमकको जङ्गी भएपछि दमकको चलपल त दिनु पर्यो, दमकमा देखाइदिनु पर्यो नि त के छ हैन। समोसा बनाउने दाइसँग थोरै अन्तर्वार्ता लिन्छु। हेर्नुस्, कन्टिन्यू हेर्नुस् है, आँखा नझिम्काइकन। के चाहिँ दिने त? फोटो किन खिच्नु? यो कसरी, यो तपाईँले यो मिठो कसरी बनाउनुहुन्छ, के हाल्नुहुन्छ त्यो मात्र भन्ने हो क्या। अन्तर्वार्ता तपाईँको फ्यामिलीमा कतिजना छ हैन, यताउता भन्ने होइन नि त। दोकानको लोकेसन त्यो मैले भनिदिइरहेको छु त। खासमा त कस्टमरले भन्ने हो कस्तो क्वालिटी छ भनेर। एकदम दामी छ, त्यो त मैले देखाइदिइरहेको छु त। तपाईँले के दुई शब्द भाइ भन्दिनु भन न, दुई शब्द। उहाँहरू नै हो समोसा बनाउने मान्छेहरू चाहिँ उहाँहरू नै हो। मिठो समोसा एकदम। पैसा त्यही भन्दै सपोर्ट गर्नु पर्यो है गाइस। पहिलो नम्बरमा चाहिँ सपोर्ट गर्नु पर्यो है। जी पाब्लोलाई, दोर्जे भ्लग्सलाई सपोर्ट गर्नु पर्यो है। त्यही भन्दै हस्त नमस्ते, धन्यवाद।